जन्मना प्रजा श्रयत इंद्रिया शाश्वतहि दृश्यता नखल गोपी गाए श्याम सुंदर हजुरले यो सोच्नु होला कि हजुर केवल यशोदा नन्दन मात्र होइन, हजुर त यो अनंत कोटि ब्रह्माण्डका स्वामी हुनुहुन्छ, सबैका हृदयमा रहनुहुन्छ। यो ब्रह्मा आदि देवले जब प्रार्थना गरेपछि विश्वको रक्षा गर्नका लागि हजुर आउनु भएको, अवतीर्ण हुनु भएको। हजुर यो नसोच्नु हामी केवल यशोदा नन्दन हौं भनेर। आहा क्या भाव छ। आउनुहोस् न प्यारे श्याम सुन्दर, दर्शन दिनुहोस्। अनि भन्दै जाँदा हजुरले धेरै धेरै आपत्तिबाट हामीलाई बचाउनु हो, अनेक प्रकार असुरहरूको त्यो आक्रमणबाट बचाउनु हो। आज हामीलाई तडपाई तडपाई किन मार्न खोज्नुहुन्छ हे प्यारे, हे श्याम सुन्दर आउनु न, हजुर छिटो आइदिनु पर्यो। हे श्याम सुन्दर तब कथामृतं तप्त जीवनं कविनीतं कर्मसापहं श्रवणमङ्गलं श्रीमदाततं श्याम सुंदर हे प्यारे, दुनिया में स्वर्ग में अमृत छ हामीलाई थाहा छ, सुनेका छौं, तर पृथ्वीमा पनि अमृत छ। त्यो कुन चाहिँ वाला अमृत? परे तब कथा अमृतम, हजुरको कथा नै अमृत हो, हजुरको कथा नै यहाँको अमृत हो। यो अमृत जसले पान गरेको छ उसको त जीवनै धन्य हुन्छ। यो यसलाई यो भागवत कथालाई कथाको तरह होस्, अमृत पान गरौँ, मनोरञ्जन टाइपमा नल्याउँ त नि त ठिक हुन्छ। मनोरञ्जनले त बितायो भने कथाको स्वरूपै बिगार्छ। त्यसैले यसलाई चाहिँ हामीले अनुष्ठानको रूपमा लिने। हजुर कथा अमृत हो, यो अमृत पान गर्नु, अमृत पान गर्नु। यसले यो कथाले त यस्तो बनाउँछ कि जीवनलाई धन्य बनाउँछ, प्रेमी बनाउँछ। एउटा समाजमा रहने वाले पनि एक आपसमा ठुलो प्रेम पैदा प्रदान गर्दछ। यसले यस्तो बनाउँदैन, व्यर्थको बनाउँदैन। यो कथा त्यो चीज हो किनभने यो अमृत हो।
अमृत कसैले अमृत ल्याएर त्यो भने त्यो अमृत पियो भने कति आनन्द। यो अमृत हो कथा। तब कथा मृतम। विरहले सताए भएका व्यक्तिहरूलाई त अमृत सर्वस्व, तर हामीलाई विरहले व्यथित गरेको छैन। कतिलाई विरह छ, विरह भने भगवत प्राप्तिको यो जीवन त्यसै गयो, हाम्रो बेकारै गयो भन्ने यस्तो भावना हो। तर के भने कलियुगलाई अर्थ प्रधान भनिएको छ। अहिले चाहिँ अब अर्थ मिलेपछि भयो, अर्थ हुँदो रहेछ भन्दा अर्थ भनेको अर्थ नभए भने त महाराज बिजुली पनि आउँदैन। अर्थ नभएपछि त सबै संस्कृतमा मात्रै भन्दा पनि काम दिएन, अर्थ त्यहाँ पनि चाहियो। अर्थ प्रधान छ है। अर्थ अब अर्थ प्रधान भएको हुनाले यता भगवत प्रधान नभएको हुनाले अनि तर यस्तो बेलामा पनि हजुरहरू धन्य हुनुहुन्छ, यसरी आएर बसेर सुनिदिनु भएको छ। और सायद भगवानको कृपा नै होला हजुरहरूका प्रति, यसैले यो कथाहरू सुनेर जीवनलाई धन्य बनाउँदै हुनुहुन्छ। आउनुहोस् तब कथा बोल्छौँ। यो चाहिँ कस्तो श्रवण मङ्गलम, सुन्ने मात्रले मङ्गल हुन्छ अरे। यसैले दुईटा मन्त्र याद राख्नु होला। लीला सब मंगलमय है, मुस्कुराते रहो। लीला मंगलमय छ, मुस्कुराते कहिले पनि दुखी नहुनु, सानो कुरोलाई ठुलो गरेर नभन्नु। जस्तै कहिले काहीँ कुनै कुरो हुन्छ नि, अनि कति दुखी हुन्छन् व्यक्ति भने अध्यात्ममा आउन न दुख हुँदैन। मान्यो थोड़ी देर के लागि 1 घण्टा हिँड्नु पर्यो भने गाडी खराब भएछ, 1 घण्टा हिँड्नु, ए कस्तो मुहूर्तमा आइएछ नि हो, कस्तो सायद बिगारेछ, कसको मुख देखियो आज भनेदेखि यस्तो भयो उस्तो भयो। कति मुख बिगार्छन् मान्छेले, त्यस्तो गर्नु हुँदैन। अरे भगवानको कृपा हिँडिँदैन थियो, आज ठाकुरजीले कृपा गर्नुभयो, 1 घण्टा हिँड्नु पाइयो, आज चाहिँ खुसी हुनुपर्छ नि। जस्तामा त्यस्तै हुनुपर्छ। सब लीला मङ्गलमय, अमङ्गल भन्ने त छँदै छैन। जीवनमा मङ्गलमय जब हुन थाल्यो भने यति आनन्द हुन्छ। अनि कसैले अरे महाराज उसले त मलाई धोका दियो, धोका किन दिन्छ कसैले? काहुनको सुख दुख करदाता, निज कृत कर्म भोग सब भ्राता। कोही कसैलाई आजसम्म धोका दिएको छैन। यो हाम्रो भ्रम हो। अरूलाई दोष लगाउनु, दोष आफूमा छ र अरूमा लगाइन्छ, दोष नभएमा अरूमा लगाइँदैन। त्यस्तो दोष भावना पनि नराख्ने। अनि यसरी श्रवण मङ्गलम, ध्यान मङ्गलम, भगवान कथा यो मङ्गलै मङ्गल छ, अमङ्गल छँदै छैन। यस्तो मङ्गलमय कथा सुन्नुपर्छ। भगवानका श्री चरणमा पूर्ण रूपेण भाव हुनुपर्छ। अब भन्दै जाँदा कथामा अन्तमा सुखदेवजी महाराज यति प्रसन्न हुनुभयो जब गोपिनीहरूको त्यो भाव, अद्भुत भावलाई देखेर। अनि सुखदेवजी भन्नुहुन्छ, इति गोप्य प्रगायन्त्या प्रलपन्त्यश्च चित्रधा रुरुदु सुस्वरं राजन् कृष्ण दर्शन लालसा। अब गोपिनीहरू रुँदै थिए अरे, खुबै रोए, खुबै रोए। किन रोएछन्? को मानका लागि कि धनका लागि कि अरू केही कारणका लागि नहीं, एउटै कारणले रोएका। कृष्ण दर्शन लालसा, एउटै लालसा रहेछ श्री कृष्ण दर्शन हो। कसै गरिकन श्री कृष्णको दर्शन होस् भन्ने भावनाले रोएका। खुबै रोए। केका लागि? कृष्ण दर्शनका लागि। कृष्ण दर्शनको भावनाले रुँदा रहेछन्। यसै हामीहरूले पनि कहिलेकाहीँ यसरी बसेर दैलो लगाएर थुनेर रुने कोसिस गरिएको छ कि छैन? हे कन्हैया, हे श्याम सुन्दर, जीवन त्यसै बितिसक्यो। 20 वर्ष की भइसक्यो, 25 की भए, 30 की, 40, 50, 60, 70 पुगिसक्यो। अहिलेसम्म एक झलक पनि दर्शन भएन। प्यारे हे दीनबन्धु, एकपल्ट त दर्शन दिनु भनेर अनि व्याकुल भएर रुनु पनि पर्यो। कृष्ण कसरी रोएर, रुरुदु सुस्वरम, रोएर छन्ने। सुस्वरम भने यसरी खुब के भन्छ, डाको छोडेर रोन्छन्, खुबै रोइरहेको तिनीहरू। अनि छुप छुप के मीरा रोवे, मीरा जी रुन्थे,
जसले रोए उनले पाए। कबीरदासजीले भन्नुहुन्छ कि बिना रोए न पाइए प्रेम प्यारा में। रोए नरोइकन त भेटिनु न अरे। भगवानले खुबै रुलाउनुहुन्छ अरे। जसका माथि कृपा गर्नुहुन्छ उसलाई रुलाउनुहुन्छ, खुबै रुलाउनुहुन्छ। भगवानले रुलाएर नरोइकन पाइँदैन। भगवानले कृपा गरेको प्रथम सुरुवात नै रुदनबाट गरे। यदि भगवानले वास्तवमा कृपा गर्नु भने रुदन, यो कृपा नसोच्नु हजुरले धन दिनुभएछ, छोरो गयो विदेशमा, पतिदेव पनि कमाउँदै हुन्छ, छोरो पनि छ, धन ल्याएको छ, बिल्डिङ बनाएको छ, सहरमा छ र गाउँमा छ, अनि यो नसोच्नु। छोराले वहीँ अमेरिकामा पनि बनाइसक्यो, घर किनिसक्यो, यदि करोड कमाइसक्यो भने यो होइन, यो पनि ठिक छ। तर असली वास्तविक कृपा चाहिँ रुदन सुरु भएपछि। हे प्यारे, हे श्याम सुन्दर, यसका लागि सन्तहरूको सेवा विशेषभन्दा विशेष गर्नु पर्यो। जुन जुन भक्तहरूले सन्तहरूको सेवा गर्नु छिट्टै कृपा मिल्यो। कृपा आफ्नो बलले मिल्दैन। आफूले भजन गरेर, साधन गरेर, जप गरेर, तप गरेर त्यो तत्त्वलाई पाउन सकिँदैन। सन्त कृपाले छिट्टै हुन्छ। जति बेला हाम्रा परम पूजनीय महाराजजी भइसक्यो त्यति बेला पनि भक्तहरूले त्यति सेवा गर्नु हो। भूमि घाटमा गइयो, त्यहाँ महाराजजीको सानिध्यमा रहेर सेवा गर्नेहरूले त्यहाँ पनि भाइब्रेसन छ। हिजो मात्रै त्यहाँ पुगेर त्यहाँ त अर्कै भाइब्रेसन छ। त्यहाँ कीर्तन गरेर, भजन गरेर त्यो महाराजीको त्यो सद्भावना आज पनि त्यस्ता परमाणुहरू घुमिरहेछन्। त्यहाँ यदि गइ बसेर भजन गर्ने भने छिट्टै सिद्धि मिल्छ। महापुरुषहरूले जागृत गरेको ठाउँ हो। यहाँ पनि कण कणमै भगवानका नामहरू और भगवानका दिव्य मन्त्रहरू हजारौं हजारले यहाँ अनुष्ठान गरेको ठाउँ हो। एकजनाले एक ठाउँमा अनुष्ठान गर्दा त्यो चमत्कृत हुन्छ, दिव्य हुन्छ। यहाँको कति हजारले गर्नुभयो। सालै पछि पुरुषोत्तम महिनामा कतिले कति कति अनुष्ठान भजन भएको ठाउँ हो यो। यदि संजोगवश तिलक स्वरूप भेटिएन भने यहाँको व्रत यसो लिएर निधारमा लगाउँदा पनि तिलकको काम गर्छ। यो त कण कण पवित्र भएको छ। यहाँको त यस्ता महापुरुषहरू बसेको ठाउँ और यस्तो कृष्ण गण्डकी बगेको ठाउँ जहाँ शालिग्राम भगवान हुनुहुन्छ। सामान्य होइन, प्रदूषण रहित क्षेत्र हो। अत्यन्त आनन्दको यस्ता धाममा हामीले आएर केही सेवा गर्न सक्छौँ भने पनि हामी धन्य हुन्छौँ। यसैले समय समय पर हामीले सेवा पनि गर्नुपर्छ। अनि संसारका लागि त हामीले धेरै खर्च गर्छौँ, धेरै सेवा गर्छौँ। यस्ता ठाउँमा गर्नुपर्ने भन्ने कुरा। अनि आशीर्वाद लिने ठाउँ भयो। यहाँ बसेका भक्तहरूले, सन्तहरूले, आमाहरूले, वृद्ध माताहरूले आशीर्वाद दिनुभयो भने धेरै ठुलो काम हुन्छ। हाम्रा अनेक अनेक जन्मका पाप भाग्छन्, आशीर्वाद पनि लिन सक्नु पर्यो। अब यसै गरिकन रोएर पुकारे उनीहरूले, कबीरा हंसना दूर कर रोने से प्रीत, बिना रोए न पाइए प्रेम प्यारा में। नरोइकन त मिल्नु रहेछ। त यसरी अब गोपिनीहरूसँग भेट भयो, रुदन भएपछि त्यसपछि अनि अब हुन्छ महाराज आउनुहोस्। अचम्म मान्नुभयो होला। 1 बजे पछि कथा सुरु भएको 1 घण्टाभन्दा पनि धेरै, 1-1.5 घण्टा भइसक्यो। एउटा पनि भजन पनि सुन्न पाइँदैन जस्तो लाग्छ होला। तर आनन्द सबैलाई पाइरहेको छ। अब रासलीलाको चाहिँ अलिकति सुनाइदिनुहुन्छ भने अब महाराज हुन थालेको छ। राधे कृष्ण राधे कृष्ण 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 राधे 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 श्याम राधे श्याम 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 राधे राधे जय हो। राधे
श्री राधा सर्वेश्वर भगवान की, श्री राधा दामोदर भगवान की, श्री रास बिहारी भगवान की जय। जय जय श्री राधे, जय जय श्री राधे, जय जय श्री राधे। तासामा मेरा छोरी पीतांबरधर साध्वी साक्षात्। जब भगवान श्याम सुंदर सबै का बीच में प्रकट हुए लाहे तो भक्तजनहरू प्यास लाग्यो भने पानी पनि पिउँदै गर्नु केही छैन। अनि तासा माबिर चौरी स्मयमान काम हो साक्षात परब्रह्म परमात्मा पीतांबरधर शक्ति साक्षात मन्मथ। अब कामदेव बनेको मनमत हो, करोड़ों कामदेव का मन नपने मतने वाला वो दिव्य स्वरूप भगवान को प्रकट है। अब प्रकट भएपछि सबै प्रसन्न भए। गोपिनीहरू कोही उनको दर्शन गर्दैछन्, कोही हृदयमा लैजान खोज्छन्, कि त्यस्तो भगवानलाई हामी प्रश्न उत्तर आदि भए। अनि भगवान जति हाम्रो मन विचार हुन्छ भगवानमा, जसरी भगवानसँग हामी प्रीति गर्छौँ र जस्तो गर्नु छ भगवानले त्यो गर्नुहुन्छ। खुबै परीक्षा गर्नुहुन्छ, खुबै हेर्नुहुन्छ। यसको मतलब यो होइन कि आज हामीहरूले भगवानसँग प्रेम गर्यौँ भने भगवानले तुरन्त कोही राम्रो फल दिने, तुरन्त फल मिल्दैन। महाराज एउटा साधारण कुरा हेर्नु, यदि काँक्रो पनि त आजको भोलि त फल्दैन, त्यसलाई पनि समय लाग्छ। अनि फापरहरू गहुँहरू सबैलाई टाइम लाग्छ। त अब अझ आँपलाई निकै समय लाग्छ, कति वर्ष लगाउनुपर्छ अनि हुन्छ। अनि नारियललाई अझै 15 वर्ष लाग्छ। अनि जो समय लाग्छ नि, यस्तै नै समय नभई हुँदैन, त्यसमा पनि टाइम लाग्छ। जय जय। तर अतिशय प्रीति भयो भने आज कसैले सोध्दै हुनुहुन्थ्यो, कहीँबाट प्रश्न आयो कि भगवानको नाम जप यदि हामीहरूले साक्षात दर्शन पाउनका लागि कुनै महापुरुषले भन्नुभयो भैया 13 करोड नाम पूरा भएपछि मात्रै दर्शन हुन्छ भने, अब हुन सक्छ 15 करोड गर्नेलाई पनि नहुन सक्छ, 20 करोड जप्नेलाई पनि। त्यो जप्ने तरिकामा भर पर्छ नि। हाम्रो नाम जप्दैछौँ, भगवानको ध्यान छ कि संसारको ध्यान। त्यसो यहाँ संख्याले काम गर्दैन, श्रद्धाले काम गर्छ। कति श्रद्धा छ, कति निष्ठा छ त्यसमा, कति विश्वास छ भगवान। विश्वास नभए त हुँदैन। विश्वास अन्तलाई सबैभन्दा ठुलो कुरो हो विश्वास। विश्वास भन्ने कुरो कस्तो हुँदो रहेछ भने शान्तिले दिँदै गर्नु, पिउनेहरू पिउँदै गर्नु। यो कथा रूपी अमृत पनि पिउँदै गर्ने, छलो यो जल पनि जरुरत छ भने पिउने हो, जरुरत छैन भने एकछिन आनन्द गर्ने। अब योभन्दा धेरै उदाहरण के दिए। अब चुप बस्नेहरूले त नपिउँदा पनि हुनुपर्ने, बोलिरहने मान्छेले पिउनु पर्ने। कायदा त्यही हो भने तर ठिक छ, यो पनि एउटा साधन हो कि साधन नगरी हुँदैन। अब के छ भने यहाँ भगवानको दर्शनको कुरो आयो, विश्वास पनि हुनुपर्छ है दर्शन। यदि हजुरले राधा दामोदर भगवानको दर्शन गर्न विश्वास भयो भने त मैले दर्शन भगवानको भयो भन्ने हुन्छ। कुनै सन्तको दर्शन गरेर विश्वास भएन भयो भन्ने हुन्छ। होइन, प्रत्यक्ष नै दर्शन गर्नु छ भने कस्तो विश्वास भने एकजना यो शालिग्राम भगवान हो, साक्षात भगवान सालग्राम भगवान एकदम
अनि कसैले यदि विश्वास गर्ने हे भगवान आज निकै दिन हो आज कृपा गर्नु है त म स्नान गरेर जाँदा मलाई भेटिनु भने कसैले चक्कै भेटिनु हुन्छ कृपा त हो दर्शन त हो नि त्यो पनि विश्वास गर्नु पर्यो कतिजनाले चाहिँ त्यस्तै भनेर जान्छन् घरमा हे भगवान एउटा चिटिक्क परेको भेटिनु म पूजा गर्छु अथवा मलाई एकजनाले माग्नु भएको छ मलाई हजुरले दर्शन आज दिनु पर्यो भने भेटिनुहुन्छ कतिपयलाई कतिजनाले खोज्दा पनि भेटिनु त्यो पनि त हुन्छ नि नबोलिकन है माताहरू हो एकदम शान्त भएर नबोलिकन रासमा सबै आनन्दमय हुनुभएको थाहै भएन कति बेला पानीको सुरु हुँदाखेरि भयो पिहाल्नु हुन्थ्यो अनि कहिले कहिले यस्तो पनि हुनुपर्छ अनि भगवानको दर्शन आज भगवानले दर्शन दिनुभयो त्यसपछि भगवान भन्नुहुन्छ म चाहिँ त्यसै दर्शन दिन म त बोलाउँछु धेरै नै भजति भजतो भजन्ति एक एतद् विपर्ययम् नो वयं सभरन्ति एतन्नो ब्रूहिसानु गोपीले प्रश्न गरे हे श्याम सुन्दर एउटा कुरो भन्नुहोस् हे नटनागर केही मानिसहरूको त स्वभाव के हुन्छ भने प्रेम गर्नेहरूका लागि प्रेम गर्छ अनि कसैको हुन्छ प्रेम गर्ने मानिससँग पनि प्रेम गर्दैन एउटाको यस्तो हुन्छ प्रेम गर्ने गरोस् चाहे नगरोस् कसैसँग प्रेम गर्नु अनि भगवानले के भन्नु भने जय जय एक गोपियों सुनो जो प्रेम करने वाले का प्रति प्रेम गर्दछन् तिनीहरूका सारा उद्योग के भने स्वार्थका लागि मितो भजन ये सख्य स्वार्थै कान्त्योद्यमाहि ये स्वार्थ है जसले प्रेम गर्छ उसैले गरे भने जस्तै कसैलाई बोलायो हो हजुर एकपल्ट आइदिनु न घरमा अनि गएर स्वागत गर्नु अर्कोपल्ट उनले बोलाइदिएछ त उनले बोलाएको थियो उनले बोलायो प्रेम गर्ने मानिससँग अनि उनलाई किन नबोलायो उनले हामीलाई थोरै बोलाएको थियो त्यो हो नि अब प्रेम गर्ने मानिससँग अर्को कुरो भयो अनि यो चाहिँ केवल लेनदेनको व्यवहार मात्रै हो रे अनि तिनीहरूको प्रेम त केवल स्वार्थको लागि हुने गर्दछ यसबाहेक तिनीहरूको अरू कुनै प्रयोजन छैन यस सुन्दरी हो जो व्यक्ति प्रेम नगर्नेहरूसित पनि प्रेम गर्दछन् जसरी करुणाशील माता पिता छोराछोरीहरूले प्रेम नगरे पनि मतलब नराखे पनि मेरो छोरो हो आखिर मेरै त हो नि मेरी छोरी हो माता पिता यो प्रेम नगर्ने बालकका प्रति पनि प्रेम अनि तेस्रो के छ भने जय जय केही मानिसहरू यस्ता हुन्छन् कि प्रेम गर्ने बालेसँग पनि प्रेम गर्दैनन् नगर्ने बालेसँग गर्ने कुरै आएन यिनीहरू जय जय ये कस्ता एक तो परमहंस हुन्छन् सन्त हुन्छन् परमहंस उनलाई थाहै छैन को प्रेम मस्त छ प्रेम गर्ने बाले हो चाहे नगर्ने बाले कोही छैन एउटा यस्तो हुन्छन् रे एकदम गुरुद्रोही गुरुले चाहिँ गर्नुहुन्छ आमा बुहारी गरेर त्यही पनि मतलब नराख्ने गुरुद्रोही अनि एउटा हुन्छन् रे जड उनलाई थाहै छैन मसँग को प्रेम गर्छन् को गर्दैन दिनभरि गयो गाई चराएर ल्यायो बेलुका खायो सुत्यो उनलाई थाहै छैन घरमा कतिजना मेम्बर छन् भने थाहै छैन यस प्रकारका हुन्छन् अनि अब इत्यादि कुरा भन्दै भन्दै गएर भगवानले अब महाराज रचाउनु रासोत्सव सम्प्रवृत्तो गोपी मण्डल मण्डितः अब त्यो मण्डलमा गोल मण्डल छ बीचमा श्याम सुन्दर भगवान प्रिया प्रथम बीचमा हुनुहुन्छ अनि यता एक एक गोपी फेरि कृष्ण फेरि गोपी फेरि कृष्ण यस्तो महाराज यस्तो अद्भुत महाराज रच्यो त्यहाँ भनेर साथै छ अत्यन्त आनन्द सबै सुखबोध हराए सबैको भोले बाबा पनि आउनुभयो शंकर भगवान पनि त्यहाँ गोपीको वेश बनाएर आइपुग्नु त्यो रासमा अनि यसरी रास लीला भयो
रास अरे महारास। अब साधारण लीला त होइन यो रास महारास। यस्तो बताइएको छ भगवान श्री कृष्णको यो रास लीला देखेर स्वर्गका देवगणहरू समेत अब मिलनको कामाक्षाले मोहित हुन पुगेछ र समस्त तारामण्डल तथा ग्रहहरूका साथमा चन्द्रमा चकित और विस्मित भएछ। अनि यसै गरिकन हे परीक्षित, यद्यपि भगवान आत्माराम हुनुहुन्छ, भगवान के हुनुहुन्छ आत्माराम, और उहाँलाई आफू बाहेक अरू कसैको पनि आवश्यकता छैन। फेरि पनि उहाँले जति गोपिनीहरू थिए त्यति नै रूप धारण गर्नुभयो र खेल खेलमा उनीहरूका साथमा यस प्रकार विस्तृतमा लीला गर्नुभयो भगवानले रासलीला। यदि यो रास महाराज हेर्ने विचार हुँदा वृन्दावन पुग्नु पर्दैन। वृन्दावनमा हुन्छ यो महाराज, बडा अद्भुत महाराज हुन्छ, आज पनि हुन्छ। यदि यो महाराज हेर्ने विचार हो यो प्राङ्गणमा पनि हुन सक्छ। यदि विचार गर्ने सबै होइन एकपल्ट यही रास हामीहरू हेरौँ भने यहाँ पनि हुन सक्छ। रासलीलाका तो रास र महाराजको कुरो छ, बडा सुन्दर छ। हजुरहरू सबैलाई निमन्त्रण छ। फागुनको महिनामा यदि आउनुभयो भने त्यहाँ बहुत ठुलो यज्ञ हुँदैछ, त्यहाँ रासलीला देख्न पाइन्छ। त्यहाँ महापुरुषहरूको कथा सुन्न पाइन्छ। जगतगुरु श्रीजी महाराजले सुनाउनुहुन्छ। अनि त्यसपछि शङ्कराचार्य, जगतगुरु रामानन्दाचार्य, रामानुजाचार्य अनि अरूहरू जो टिभीमा देखिने सन्तहरू हुनुहुन्छ, बागेश्वर धाम वालेहरू, देवकी नन्दन और अनिरुद्धाचार्यजीहरू सहित यस्ता यस्ता महापुरुषहरूको त्यहाँ दर्शन हुन्छ। वृन्दावनका समस्त सन्त महन्तहरूको दर्शन हुन्छ। अयोध्या, चित्रकूटका, नेपाल देशका अनेक सन्त महात्माहरू अनि धेरै भक्तहरू पनि जाँदै हुनुहुन्छ। हाम्रा ईश्वर कृष्णजीसँग कुरो भयो उहाँले पनि 2-4 शब्दमा पनि लिएर आउँछु, उहाँले पनि आउनुहुन्छ। अस्ति काठमाडौँ एकजना उहाँसँग भयो वार्तालाप। त त्यसरी अनि विशाल विशाल कार्यक्रम हुनेछ फागुनको महिनामा। त्यो ईश्वर कृष्णजीले सोध्नु यो कसले गर्दैछ, कसले गर्छ, तपाईँ हामीले गर्ने भनेको। अनि खुसी हुनुभयो हामीलाई, तपाईँ हामी मिलेर गर्छ कसले? ठाकुरजीले हराएको छ। हजुर यहाँ मञ्चायत गर्दै रहनुहुन्छ, ठिक छ, म हेर्न पनि आउँछु। अनि म पुरा प्रचार प्रसार दीप टेलिभिजनबाट यहीँबाट गर्छु। नेपालको प्रचार उहाँले नै गर्छ। अनि त्यो अब नजिक आउँदा थाहा हुन्छ। यसैले नेपालमा भए जति समस्त भक्त वैष्णवहरूले यदि सञ्जोगवश यो नहुनुहोला कि पुनः कापजाम भएको समाचार पुगेन नभन्ने, त्यहाँ टेलिभिजनले भन्दाखेरि हामीहरूको निमन्त्रण भनेर सबैजना हाम्रो होला, सबैको व्यवस्था हुन्छ। त्यहाँ रासलीला हेर्न पाइन्छ, कथा सन्तहरूको दर्शन पाइन्छ, अखण्ड कीर्तन हुन्छ। त्यहाँ कीर्तन बडा अद्भुत हुन्छ। भलै आफ्नो एउटा कुरो छ कि यहाँ जो दर्शन गर्न गयो कीर्तन पनि हो, तर महाराजले त्यो आफ्नो विचार र भावना हो। राधेश्याम पनि भन्ने पनि हो, 2 पल्ट भने पनि 10 पल्ट हुने, तर अखण्ड कीर्तनमा चाहिँ राधे कृष्णबाट सुरु गरेर 32 अक्षरको मन्त्र जसरी शास्त्रमा छ त्यसै गरी गर्नुपर्ने हुन्छ। त्यो महापुरुषको आफ्नो विचार भावना हो, गर्न सकिन्छ। दैनिक गर्दा हुन्छ। अखण्डमा चाहिँ फेरि त्यसै गरी गर्नुपर्छ। जस्तो छ सामनामा लेखेको छ, सामनामा लेखेको छ राधे कृष्ण, त्यसलाई उल्टाएर गर्न पाइँदैन। पुरा एकैपल्टमा यहाँ जो गोपी धुनमा आधा बोल्ने चलन छ नि, त्यो चलन पनि होइन। अस्ति भनेपछि उहाँहरूले पुरा बोल्न थाल्नु, आधा नबोल्ने पुरा बोल्ने मन्त्र पुरा बोलेर देखाउनु त गोपी धुन। राधे कृष्ण राधे कृष्ण 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 राधे 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 श्याम राधे
राधे